हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग आएको छ हेर्न सन्चै हुनुहुन्छ होला है म पनि सन्चै आरामै छु अहिले चाहिँ हामी बिहान रनिङमा हिँडिरहेको छौँ दुईवटा केटाहरू अगाडि छ नि सन्स्यान म यहाँ छु टक्क हामी चाहिँ रनिङ हुँदैछौँ टक्क बाटामा हामी चाहिँ रनिङ छ रनिङ हिँडेको हामी दौडेको आउने बाटो झार्जिन कि केटा तिम्रो ब्लगको नाम भन्नु त मेरो चाहिँ गैरी ब्लग्स मेरो गाउँले ब्लग गाउँले ब्लग मिलेर ब्लग गराउँदैछौँ ब्लगिङ अफ नेपाल हामी दुईजना ब्लग चाहिँ है हाम्रो गन्तव्य भनेको त्यही हो गाइज गाउँखोला पुरै फर्कौँ घङखोलै जाने हो नि घङखोला जाने अनि अब त्यतातिर मिले पर्छतिर आज त्यो टाढामा यार गइएला नयाँ कन्टेन्ट चाहियो नि त दर्शकहरू होइन नि एउटै बाटो कति आउने त्यो दुईवटा पेलाहरू चाहिँ त्यहाँ गन्तव्य पार्टी पुगेर हामी हिँड्दैछौँ अगाडि तिनजना छन् म यता छु कहाँ जाने अरे घङखोला कता अरे मनिष ओइ एङ्गल मिले है एंगल डिसेंगल सब मिले है एंगल ट्रायंगल सब मिले है मैं देखा तो तुम भूल जाओ मैं सीधा नहीं आता मेरे टाइट के मार से मेरे टाइम अब इनको चाहिँ सब्स्क्राइब गरिदिनु होला ब्लग्स लाइक के ब्लग्स हुन्छ अब यहाँ ब्लगर त्यसको पनि ब्लग छ यहाँ नि ब्लगिङ गरेर हुन्छ त्यसको चाहिँ आइडी चाहिँ ओइ आइडी के छ सन्दीप छ सब्स्क्राइब गरिदिनु उनको चाहिँ गाउँ ब्लग छ ह मान्छेले मुख नस्ता गरी हम टक्क पारामा घङखोला हो कि यहाँ कहाँ यार घङखोला होइन यहाँ होटल पनि रहेछ लाइट बालेको छ नि चुट्टा पहिला त हामी जस्ती गएको ठाउँमा यो त माथि जङ्गल छ फेरि चट्ट पुरै जङ्गल यो चाहिँ यता ट्र्याक्टर छ यहाँ एउटा एउटा यस्तै यस्तै गरौँ है चिया खानेहरू केटा मनिष ओइ चिया खानेहरू यहाँ चिया अहिले नखाम होला कोही चाहिँ छैन यता निस्किँदो रहेछ नि हामी चाहिँ अहिले घङखोला आइसक्यौँ उता चाहिँ एउटा ब्लगर यता एउटा ब्लगर यता ब्लगर टक्क हामी चाहिँ अहिले हिँड्दैछौँ बाटोमा अब घङखोला आइयो एकछिन यहाँ एक्सर्साइज गरिन्छ र अलिक मासु पाइन्छ होला आज चाहिँ आएको चाहिँ हामी रनिङको लागि यता खोला नि छ खोला नि रहेछ यार यहाँ यार यतापट्टि पुरै जङ्गल रहेछ उसमा आयो भने फेरि असारतिर चाहिँ यो लभली ठुलो हुन्छ अरे यो खोला चाहिँ के भन्छ नि केटाहरू मलाई थाहा छैन म त फर्स्ट टाइम हो यता अरू छ र खानेकुरा भयो र अरू चाहिँ लभली रहेछ अब चाहिँ कुरो कुरो गयो वन कुखुरा यता चाहिँ मन्दिरहरू पनि छ घङखोलामा वन कुखुरा मार्न त के भयो यस्तो भनेर लोटेको हाल्छ केटा ठ्याक लभली कन्टेन्ट भन्छ जङ्गलमा के भयो हामीलाई वन कुखुरा त देखियो तर हाम्रो ज्यान बच्यो कि बचेन हाम्रो सन्दीप बाँच्यो कि बाँचेन आजको हाम्रो यो छ कहाँ फेरि एउटा कुखुरा कतापट्टि ए यता 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 गएछ जानियो कहाँ र कहाँ जतासुकै होस् म पाएको छैन हामी चाहिँ घङखोला आइसक्यौँ गाइज है मन्दिरहरूको छ मूर्तिहरू छ है टक्क
भगवान्को मूर्तिहरू रहेको छ यहाँ चाहिँ हामी पार्दैन केही हुन्न आएर ढोगियो मायो चिज पुरा भयो भन्दा पनि ढोगी चाहिँ यता चाहिँ हनुमानजीको मूर्ति पनि छ ए हुनुहुन्छ सरी यहाँ चाहिँ 3टा भगवान्को मूर्ति पनि हुनुहुन्छ टक्क पारामा ढोग्न त पर्यो गाइस ढोकढाक गर्नु परेन नि न ढोगढाक त गर्नु पर्यो नि यार ढोकढाक गरियो अब कसले हो पाप संस्करण गरेपछि यस्तो ऊ गाइस फेरि आज पनि देखियो यो पाप यही पापले हाम्रो विश्व समाज बिगारेको छ टुङ 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 थम्नेलमा त यही हो जब चाहिँ हामी एक्सर्साइज गर्छौँ यसको चाहिँ एउटा छोटो क्लिप हालिदिन्छु हेर्नुलाई त गाइस म चाहिँ ऐसल खाने नि हो केटाहरू चाहिँ एक्सर्साइज गरेँ अब ऐसल देश त छोड्ने कुरा त भएन यहाँनिर म चाहिँ अब हिँडेँ ऐसल खानेलाई यहाँ त्यो माया छ कि बाबा कई जोर यहाँ चाहिँ छ ऐसलमा केटाहरू चाहनु ऐसलु आछ ऐसल चाहिँ छैन अहिले भेटौँ है त अहिले चाहिँ म चाहिँ ऐसल खाँदैछु आएको साथी नै आयो चाहिँ ऐसल खाने खानु त म ऐसल खाने चाहिँ माथि यस्तो भिडमा छौँ हामी अहिले चाहिँ बौलाइस के बाबु बौलाइस माथि आइसकेका छ बौला खाएको त औषध खान पागलहरू देख्नु यति टिपो एकछिन बसो खाएको चाहिँ मेरो पारा त जस्तो भिड आउँछ त नि स्वादिष्ट गाउँले फुड हाम्रो जङ्गली फुड भन्न मिल्यो यसलाई म हल्ला एकछिन खान्छु अनि भेट्छु है त गाइज खाने छौँ है ल गाइस हामी एकदम पछ्यासँग त्यो खानामा एकदम टाइगर खाम है यस्तै एकदम गर्न आएर नि यिनीहरूको हामी टिपेको मैले आज यो यसले त त्यो राखेको खाना मात्र हुन्छ कहिले टिप्दैन यो त बौला हो क्या कहिले टिपिहास् तैँले आफ्नो टिपिहास् हामीले यत्रो टिपेर यहाँ हेर्न सक्नुहुन्छ खाइसकेका छौँ खाइसकेँ छौँ खाँदै छौँ हल्ला नगर त पुग्यो एकदम मैले लब्ली पारामा हानिसक्यो ससिलु धुलै भयो यार अझै हामी फर्क्यौँ है धेरै माथि चाहिँ पुगेनौँ ऐसरी खाएर हामी फर्किसक्यौँ यता भ्लग गराउँदैछौँ मान्छे पुरा पिकनिक आउँछ जङ्गल छ कि यता त त्यही छोडिदिएको है यसको दुईचोटि फुस्केर उहाँ दुईचोटि पोखरा लगाएको फेरि अझै बिचेको अरे यसलाई होइन सन्दीप
होला के पागल थाना जाने भन्दा हजुर जाँदै गर्नुहोस् न म पछि पछि आउँछु पिटेर त यहाँ चावडा बच्चा 9 महिना त्यही गफ हान्दै दिन्छु प्रवचन हान्दै दिन्छु जेठको 15 गते छुट्टी दियो अरे बढी बढी नबोलेर 9 महिना केटाहरू 9 महिना 4 महिना भन्ने बस्छन् तर मान्छे त्यस्तो भएको छैन खास सुरुमा रनिङ आउने जोस बनाएको मैले आको गफै पुरै गफ हो को यो दुईटा कामना छुट्या मात्र आउने अल्छिया पोकाएर ए मेरो त म त आउँछु यिनलाई हो यसलाई र यिनलाई भनेको हुँ यता देखा यो भुँडी दिनदिनै आयो भने एक्सर्साइज गर्ने नै हिँडेर आउँछ त्यहाँ सुत्छ हिँडेर होइन राम्री सन्देश सन्देश आज पनि यसो भने आज पनि मेरो साथीले भाषण दिँदै पार्ट 2 त्यो चाहिँ जङ्गल चाहिँ केटाहरूको गफै पुरै केटाहरूले गफ मात्र हान्न जाने केही पनि होइन जाउँ आज केही छोडेर केटा हेर सबको मेरो चाहिँ मोबाइल मात्र यता चाहिँ भगवान्को मूर्ति छ बाबा लागि हनुमानको चाहिँ लभली स्विमिङ पुल पनि थियो अरे यहाँ चाहिँ यहाँ चाहिँ यो असारतिर पानी पर्छ नि त्यतिखेर चाहिँ सब बगाएर लैदिएको अरे हरायो बाटै बिर्सिएको नि उसले यार यता चाहिँ लभली छ यस्तो यस्तो यो हिँड्नु चाहिँ ओ अमिलो फलेर रहेछ नि यार तर सानो रहेछ अमिलो चाहिँ यो चाहिँ स्विमिङ पुल हो अरे अहिले चाहिँ त्यो उसले बगाएर लैदियो अरे कि यता चाहिँ खेल्ने ठाउँ पनि छ तर धेरै राम्रो त छैन कि यस्तो कवाडी ठाउँ यो चाहिँ कवाड चाहिँ राम्रो छ हान्नौँ न त अगाडि हिँड्नु म यता छु त्यो दुइटा कता गयो त्यो बौलाहरू हेर्दै बौलाको स्थान राख्नु भएन हामी साथीहरू जाऊ न त जाऊ हेरे मोबाइल हेर अरू भन्दा नि मलाई खिच नि त ब्याक गर ब्याक मलाई खिच्दै म त्यहाँ दुइटा क्यामेरासँग देख्यो ल ल म गइसकेको छु ल अब म लिनु मेरो पनि गराइदियो अब गाइस म घुसुरी जान्छु हेर्नु होला है मलाई चाहिँ त्यस्तो आउनु होइन तर नि घुसुरी मामा मामा मेरोबाट नि हेर्नु यताबाट नि हेर्नु है मामा इज्जो नि आइसकेका छन् मामा माथि ओ ल समात तिम्रो एक लड चाहिँ हानियो तर नि ठिकै भयो त्यस्तो लभली हान्ने होइन ठाउँ चाहिँ राम्रै हो कि तर होइन ठाउँ चाहिँ बवाल हो कि तर यो बर्खाको बेलामा पानी नबगाएको भयो होइन पिङ पनि रहेछ पिङ माछ्यो त्यहाँको पिङ चाहिँ म खेलेको यार मन्दिर यतापट्टिको त्यहाँ चाहिँ थियो पिङ मन पुच्चै खेलेको कस्तो नि आउँदाखेरि अहिले चाहिँ त्यहाँ गरौँसुर भन्ने चाहिँ हो त्यो त हो गरौँसुर डाँडा त्यता छ अनि हामी चाहिँ दुइटै यहाँ त्यो दुइटा चोरहरूलाई गुडी बोकेर अझै आएन बौलाहरू ओ सन्दीप आगे लगाइ अहिले तलतिर गएर भेटौँ है त म बोक्छु घाटो किन्दा नि हट न हट हिरा बेटे नि हिरा बेटे यहाँ जानु चाहिँ एकदम रिक्स छ यो चाहिँ यहाँबाट गयो अनि यहाँबाट जाऊ ल यहाँ गयो भने ल के दिन्छ ल म यहाँबाट गइदिन्छु ल ठुलो कुरा हेर्नु ल जानु त ल ल यिनी चाहिँ सिधै खोल्छमा पुग्नु हेर्नुलाई तर पुगेन नि यार मेरो देखाइदिनु हेलो गाइस म जाँदै है अब अनि सुनाउ गरी जाते मलाई देखाउ यिनी चाहिँ यता भिडियो एडिट गरे नि यता सिधै हन यता जङ्गल छ यता म छु आजको के राम्रो हुनेवाला छ सन्दीप ल ल गर त अब हामीको हाम्रो बना त यहाँ म अहिले लिइहाल्छु त्यस्तो राम्रो कन्टेन्ट मिलेन यार कन्टेन्ट बनाए पनि बना त टक्क खेलेको क्यारेको भिडियो है भिडियो यस्तरी नि भिडियो एडिट गरे नि यो बोल यहाँ छ म यहाँ छु तपाईँले चाहिँ सपोर्ट चाहिँ गर्न नछुन्नु होला मेरो
तपाईँले चाहिँ धेरै अनसब्सक्राइब गर्नुभएको छ मेरो च्यानलमा चाहिँ अनसब्सक्राइब गर्ने काम चाहिँ नगर्नु होला साथ सपोर्ट दिनु होला भ्लग चाहिँ राम्रो राम्रो आउँछ मैले भ्लग चाहिँ राम्रो राम्रो ल्याउने कोसिस गर्छु होइन तपाईँहरू चाहिँ सपोर्ट गर्नु मात्र म गर्छु के मात्र गर्छु कि मलाई टाइम पुगाहरू अब के अल्छी ल भन त ल म क्या अल्छी भन ल भन यो पनि हिन्दी हो ठाउँ निकै तलै गरेर के बोला अब त हामी हिँड्यौँ नि यहाँबाट एउटा चाहिँ भिडियो एडिट गर्दैछ नि यता म हिँड्छु उता दुइटा केटाहरू माथि छन् हामी चाहिँ लभली हिँड्दैछौँ हामी चाहिँ यिनीहरू छिटो क्रिकेट खेल्ने हो कि गर यो चाहिँ के हो यार फुल हो कि त फुल हो र क्रिकेट खेल्ने हो कि गर हिँड्नु यो चाहिँ अस्ति म त बाबु म त बसेर पुरै फुटबल म त खाइरहेर त्यसै ल अहिले तलतिर गएर भेटौँ लागि त ल के पाएँ मैले हामी चाहिँ यहाँ गर्दैछौँ त्यो मान्छेलाई त्यो टिप्दैछौँ पाकिस्तानमा डाइरेक्ट हानेको लभली रहेछ कि झन् तल त माथिभन्दा त लभली हेर्छौ त्यो भिडियो पठाइदिनु म पठाइदिन्छु है त्यो मारेको आएको कसम कपडा के दिनु त्यहाँ बदा म त्यसको नै म माथि माथि गराएको कसम लभली ठुलो यिनीहरूकै बाटो गयो डायमन्ड किन लाग्छ कुरेको हामै नकुरिया ठिकै छ अब यो थानामै आनन्द एकैचोटि हान्दिउँ त्यो भयो त्यत्रोमा टिपेको कस्तो भयो यार कस्तो गराउँछ अरे अगाडि पुगेको त्यहाँ अब चाहिँ गाइस अब हामी हिँड्दैछौँ है रनिङ बाटो भित्र नै किरै खायो ठुल भयो क्या त्यो ठुलो भयो झोला हालौँ न नि यत्रो त सक्दैन सर लिख्न त लिखिदिन्छु केही भएन यत्रो यहाँबाट यत्रो जम भन्छ नि गाई गयो फेरि कहाँ मा जाने हो र मनिष मा जाने हो जाने हो कि पुगेन नि मनिष खसे भएर मनिषले ओहो यिनीहरूको आँखा लान्छ भने नि यस्तो भिरै भिरै यस्तो खोलै खोला हिँडेर ल्याख्ने कि अब कता थाहा छैन यार बाटो जाने त ल गाइस म त हिँड्दैछु यिनीहरूभन्दा अगाडि चाहिँ कस्तो लभली रहेछ कि ठाउँ त्यहाँ यहाँ त्यहाँ तर अझै हामी मास्तिर जाँदैछौँ होइन अब धुमटारी हुँदै गइन्छ होला हामी चाहिँ भगुन्डी वालिङ भगुन्डीसम्म हामी जाँदै यस्तै छ ठाउँ चाहिँ केटाहरू पछाडि आउँदैछन् म चाहिँ अगाडि छु थाहा छैन मैले फेरि कहाँ जाने म त्यसै जोसमा हिँडिदिएको कि म त हवैला कसम एक ठाउँमा बस्नु होला होइन हवै लाएर बाल भएर बोल्न नि सकाएन कि थकै लाएर कसम म चाहिँ यहाँ बसेको के अन्त गाडी आउने एकछिनमा भेटौँला माथि गएर ल यहाँ छ यिनी अगाडि हिँड्छन् यता तलतिर नि भिड छ है भानुदाई उठिसक्नु भएको होला भानु उठ्ने त 4 बजे अब हामी खेलेर नुहाम है ल जाम अनि चिया सिया खान मतलब चिया पानी क्यार्ने हो भनेको थियो कि यहाँ होटल
तेरो घर लैजानु पऱ्यो सबैले चिया खानु होइन त नि मेरो घर त लिइहाल्छु ए तेरो घर लान्छस् यहाँ माथि माथि अघि तेरो माथि घर कहाँ दुध भएर खानु हुन्थ्यो दुध होइन कालो भयो नि चल्छ कि आमालाई भन्नुपर्छ फेरि माथि आयो है यहाँ त ठाउँ राम्रो सो गाइज लभली ठाउँमा आयो नि त यार पिङ्क सिटी वाली हेर्न सक्नुहुन्छ गाइजहरू गएर ब्लग्समा अनि यहाँ आयो यारमा कसम वारिङ त बब्बाल हुन्छ यार यहाँबाट यार सो गाइज हेर्नु होला है त ल वालिङ सो गाइजहरू है ठाउँ चाहिँ एकदम बवाल लाग्यो मलाई चाहिँ त्यो बौला उहाँ माथि पुगेँ अनि यता म यता यहाँ चाहिँ भिराल रहेछ यता कटुस पनि रहेछ यार यताबाट यार ए यहाँ यस्तो यस्तो पनि छ है यता त जे खोज्यो त्यही छ कि यता ए सलुन रहेछ यार सल्लाहकारी रे सल्लाह गरेर रहेछ त यो ठाउँलाई चाहिँ तर यो चाहिँ बवाल लाग्यो मलाई भन्छ नि गाइडले त त्यो उताको बाटो देख्नु भएको छ नि त्यो बाटो मैले त भन्थेँ नि जगत दाइसित त्यो बाटोमा आइन्थ्यो जगत दाइसित सुरुमा हान्दा चाहिँ खुट्टा यो दुखेर त्यहाँ त्यो बाटोतिर लभली हुन्थ्यो नि त तर अनि उता तल बिचौदेखि तल बाटो छ त बाटोदेखि यता आउनु मिल्ने यता बाटो छ ढङ्गला पुग्न मिल्ने मै त मेरो दाइ अनि जगत दाइहरूको जगत दाइको साथीहरूसँग हामी घङ्खलै पुगिन्थ्यो नि त त्यही हो अब त्यहाँदेखि रनिङ छैन त्यहाँ छोडिदियो ओ जाम के भयो यार अहिले हान्न लाग्छ जाम के मामे अरू बेला 9 बजे घर गयो भने बाल मैले बुझेको कि भनिदिउँ केही पनि होइन भनेपछि तिमीले सोचे जस्तो केही त्यही हो मैले बुझेँ त्यही हो केही पनि होइन त्यही हो केही होइन टुडुङ टुडुङ गरेर अब यहाँ के खोल्ने भनेर लाज मानिरहेको नेट छैन नि यहाँ बाहिर छोड कसम बाट यहाँ त धेरै छन् जस्तो छ यार बाँदर त यार बाँदर रहेको यता त यार बाँदर चाहिँ देखियो होइन जरुर गयो यार बाँदर यार तलतिर यार उहाँ चरालाई जिस्काउँदै बसिरहेको थियो त्यो पनि बिग्रिसक्यो बाँदर नि यार है यस्तो फोहोर गर्छ नि यार थाहै यस्तो बस्ने ठाउँ हेर त यस्तो फोहोर चाहिँ नगरौँ है यहाँ चटपट ल्याएर यत्तिकै फालिदिएछन् गाइजहरू यता चाहिँ यस्तै रहेछ फोहोर पनि यस्तै छ बियरका बोतलहरू फुटाउने मनिस थर्मल गराइदेऊ न मेरो गराइदेऊ न हेप्नीलाई हेप्नी दिने हो कि बोल्ने होइन यस्तासित भाइ जे भए पनि तिम्रो जस्तासित बोलिँदैन कि हामी बुझिस् हामीसँग बोल्ने धेरैजना त नबोल्न त किन बोले जस्तो नि हजुर त नबोल्नु त नि एउटा नबोल्नु हजुर एउटै मान्छे उनीको प्रिय त्यही मुख जति घोट्यो नि त्यस्तै हो अनुहार भए त गोरु पनि होइन अरू के गोरो चाहियो र होइन तेरो न तेरो अनुहार निकालो सबै सबै कालो के बोले थाहै पायो पत्तो तेल लगाइ भर्खर के भनिस् भने पनि कुन्नी भन्छ किरा खान गएको बाटो पाहे हेरे कतै लिएर हिँड्ने हुन्छ त्यो त हो मस्त कहाँ जाँदाखेरि चले गरेर कपाल काट्न जाँदा कपाल काट्नु जान्छ नि चालो पौडी खेल्नु
त्यत्रो खोला पौडी खेल्न गएको गाइस बाली र पिन्टी लाग्यो साँच्चै त भुडी लाउने बाली र पिन्टी होइन ए लाकाउ होइन यो स्पाइडरम्यान बाली डल भुडी लाउँछ के क्या रे भुडी लाउने पेन्टी अँ स्पाइडरम्यान बाली डलको हुन्छ कि पहिला त पौडी खेल्दा होइन त्यस्तो होइन ए होइन गाइस अहिले भेटौँ चिया खाने बेला हामीले चिया खाने भनेको चिया चाहिँ कालो मात्र थियो होइन चिया खानेको चिया खानुहुन्छ त्यहाँ चिया खाने भनेको त्यहीँ रहन्छ अब आजको लागि भिडियो यति हुन्छ होइन लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु आजको लागि